नमस्कार दर्शकवृन्द, स्वागत छ हाम्रो च्यानलमा। आज हामी कुरा गर्दैछौँ हङकङ सिक्सेस 2025को सबैभन्दा रोमाञ्चक खेलबारे, जहाँ नेपालले भारतलाई 92 रनले हराएको छ, त्यो पनि सिक्सेस जस्तो छोटो खेलमा। अब विस्तारमा हेरौँ कसरी नेपालको यो ऐतिहासिक जित सम्भव भयो। नेपालले टस जित्यो र पहिले ब्याटिङ गर्ने निर्णय गर्यो र त्यो निर्णय एकदमै सही साबित भयो। पहिलो 2 ओभरमा नेपालले विस्फोटक सुरुवात गर्यो। ओपनर कप्तान सन्दीप जोरा र रसिद खानले पहिलो बलदेखि नै भारतका बलरहरूलाई हल्लाइदिए। जोरा आक्रमक मुडमा थिए। उनले 12 बलमा 47 रन बनाए, जसमा उनले 4 चौका र 5 छक्का प्रहार गरे। रसिद खान त झन् अर्कै लेभलमा थिए। उनले 17 बलमा 55 रन बनाए, जसमा उनले 6 छक्का र 4 चौका प्रहार गरे। केवल 2 ओभरमै स्कोर 60 नागिसकेको थियो। रसिद खान रिटायर्ड हर्ट भएपछि लोकेश बाम क्रिजमा आए। तेस्रो ओभरदेखि अन्त्यसम्म उनले पनि लगातार हान्दै गए। उनले 7 बलमा 31 रन बनाए, जसमा उनले 4 छक्का र 1 चौका प्रहार गरे। 6 ओभरमा नेपालले 137 बनाए बिना विकेट गुमाएर। यो हङकङ सिक्सेस इतिहासकै ठूला स्कोरमध्ये एक हो। भारतलाई चाहिएको थियो 138 रन, तर नेपालका बलरहरू सजग थिए। रूपेश सिंहले पहिलो ओभरमै विकेट लिए। बासिर अहमदले अर्को ओभरमा 2 विकेट थपे। रसिद फेरि बलिङमा फर्किए र खेल त्यही सकियो। 1 ओभरमा 3 विकेट लिए, केवल 7 रन दिए। भारत जम्मा 3 ओभरमै 45 रनमा अल आउट। नेपालको प्रदर्शन साँच्चै ऐतिहासिक रह्यो। यो जितले देखाउँछ नेपाल क्रिकेट अब विश्व स्तरमा उभिन सक्ने क्षमतामा पुगेको छ। दर्शकवृन्द, तपाईलाई यो जित कस्तो लाग्यो? रसिद खानको ब्याटिङ मन पर्यो कि बलिङ? तल कमेन्टमा लेख्नुहोस्। जय नेपाल।